आज पनि म तपाईँहरूको माझ एउटा इम्पोर्टेन्ट भिडियो लिएर आइसकेको छु। मेकानिक साथीहरू भर्खर काम सिक्दै हुनुहुन्छ भने आज यो चाहिँ एकदम इम्पोर्टेन्ट नै हो। यो बाइकमा यो यामाहाको एफजेडएस पुरानो मोडलको भर्जन V1 बाइक हो। यसमा चाहिँ के समस्या थियो भने मैले नयाँ ब्याट्री पनि हालिसक्नु भएको छ, नयाँ एकदम ब्याट्री ठिक छ, कार्पेटरहरू पनि ठिक छ, अनि स्पार्क प्लगहरू सबै ठिक छ। यो बाइकमा चाहिँ सेल्फ हान्दाखेरि सेल्फ टिप्दै नटिप्ने, ब्याट्री एकदम ठिक छ, सेल्फ चाहिँ क्याट गर्ने तर टिप्दै नटिप्ने। यो बाइक चाहिँ ढक्का हानिसकेपछि चाहिँ 4-5 चोटि ओरेलोमा ढक्का हानिसकेपछि मात्रै स्टार्ट हुने, अनि स्टार्ट बल्ल स्टार्ट भए पनि अब स्टार्टमा नबस्ने, उकालोमा पिकअप पनि राम्रोसँग नआउने, त्यस्तो समस्या थियो। उहाँले लगभग 15-20 दिन जति नै उहाँले त्यसरी चलाउनु भएको रहेछ, त्यही भएर उहाँ यहाँ आउनुभएको छ। यस्तो अवस्थामा चाहिँ हामीले के गर्न सक्छौँ, के हेर्नुपर्छ म यहाँ देखाउने छु। यहाँनिर यस्तो अवस्थामा चाहिँ हामीले के गर्नुपर्छ भने जुन यहाँ एउटा टाइमिङ हुन्छ, यहाँ टक्क टाइमिङ यहाँ टीको निशाना देखिरहेको छ, यहाँनिर टक्क राखेर अनि यहाँनिर पनि एउटा कट देखाएको छ। यो सिधा गरिसकेपछि यो जहिले नै साइलेन्सरतिरको एक्जस्ट भन्छ, एक्जस्ट बेल भन्छ, र यो कार्पेटर साइडमा हुन्छ, यो चाहिँ इनलेट। यसमा चाहिँ समस्या के भएको छ भने यो जुन छ तपाईँहरू सुन्नु भएको छ है हो, यो धेरै यो लुज छ यो, अनि यहाँनिर चाहिँ ट्याकट्याक केही छैन, पुरै टाइट छ हो। यस्तो अवस्थामा चाहिँ के हुन्छ भने इनलेट साइडमा चाहिँ कार्पेटर जुन भेल टाइट भइसकेपछि चाहिँ राम्रोसँग एयर पनि पास हुँदैन र तेल पनि पास नभइसकेपछि चाहिँ राम्रोसँग स्टार्ट हुँदैन। स्टार्ट भइहाल्यो, ढक्कामा स्टार्ट भइहाल्यो भए पनि रेसमा नबस्ने अनि पिकअप राम्रोसँग नआउने हुन्छ। यो चाहिँ म अब यो चाहिँ मिलाएर टक्क मिलाएर म यो एउटा फिलर गेज छ, म चाहिँ प्रायः इन्जिनहरू बाँध्दाखेरि यसकै सहायताले बाँध्छु, किनभने यसकै सहायताले बाँध्दाखेरि फिक्स बस्छ क्या, जहिले नै फिक्स बसिसकेपछि साउन्डहरू पनि राम्रो आउँछ, पिकअपहरू पनि राम्रो आउने हुन्छ। र यो तपाईँहरूकोमा अब यो एउटा म टाइमिङ टक्क मिलाएर स्टार्ट गरेर देखाउने छु। यसको चाहिँ समस्याको समाधान अब सल्भ हुन्छ कि हुँदैन, यसको चाहिँ जहाँनिर समस्या थियो भने जुन इनलेट साइडको टाइपिट थियो त्यो चाहिँ अलिक टाइट नै थियो कि, टाइट भइसकेपछि यो सेल्फ ब्याट्रीबाट चाहिँ हान्दै नहान्ने, ब्याट्री पनि नहाल्नु भएको रहेछ। अघि पनि मैले भनिहालेँ, ढक्कामा पनि धेरै गाह्रोले 4-5 चोटि ओरेलो हानेर मात्र बल्ल स्टार्ट हुन्थ्यो। स्टार्ट भए पनि राम्रोसँग पिकअप नआउने अनि रेसमा पनि नबस्ने, त्यस्तो समस्या थियो। यसको मैले सबै मिलाइसकेको छु र अब गाडी चेक गरौँ, हान्छ कि हान्दैन, सेल्फ रेसमा बस्छ कि बस्दैन। ल टक्क वान ट्यापमा बाइक पनि स्टार्ट भइसकेको छ, यसको समस्याको समाधान पनि भइसकेको छ, गाडी रेसमा पनि बस्ने भइसकेको छ। यस्तै समस्याहरू भयो भने चाहिँ हामीले जहिले पनि टाइमिङहरू टाइपिटहरू पनि एकचोटि राम्रोसँग चेक गरेर ल उहाँ बाइकवालाले उहाँले आफैले ट्राई गर्नुहुन्छ, बिचरा ढक्का हान्दा उहाँलाई गाह्रो भइसक्यो थियो एकचोटि। ठिक छ, राम्रो भइसकेको छ। ल हस् त, नमस्ते, बाई।